नेपालबाट अमेरिकाको दूरी लगभग 12,231 किलोमिटर छ। कल्पना गर्नुहोस्, यदि तपाईले नेपालबाट अमेरिका पैदल यात्रा गर्ने प्रयास गर्यो भने के हुन्छ। पहिले त तपाईले नेपाल छोडेर पाकिस्तान जानुपर्ने हुन्छ। त्यसपछि पाकिस्तानबाट तपाईहरूले तुर्कमेनिस्तान पुग्न अफगानिस्तानको पहाड र मरुभूमि पार गर्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरूले उज्बेकिस्तान, त्यसपछि कजाकिस्तानका केही राज्यहरू पार गर्नुपर्ने हुन्छ र त्यसपछि रुस पुग्नुपर्ने हुन्छ। त्यसपछि तपाईहरूले रुसको खतरनाक घना जंगल, हिउँ पहाडहरू र अत्यन्त चिसो भूभाग पार गर्नुपर्ने हुन्छ। यसपछि रुसको अन्तिम प्रमुख बिसौनी आउँछ, जहाँ तपाईं बेरिङ स्ट्रेटको किनारमा उभिनुहुनेछ र यो त्यहीँबाट सबैभन्दा डरलाग्दो भाग सुरु हुन्छ, किनभने अगाडि केवल समुद्र छ। यहाँबाट हिँड्न असम्भव छ, त्यसैले यहाँबाट तपाईले डुङ्गा चढ्नुपर्छ। त्यसपछि धेरै दिनसम्म पानी, विशाल बरफका ढुङ्गाहरू र आशा मात्र हुनेछ। यदि तपाईले नडुबी यो खतरनाक समुद्र पार गर्न सक्नुभयो भने तपाई अलास्का पुग्नुहुनेछ। यसपछि पैदल यात्रा फेरि सुरु हुनेछ। अलास्काबाट तपाईले घना जंगल, हिउँ पर्ने पहाडहरू र क्यानाडाको लामो बाटो पार गर्नुपर्नेछ। र यदि तपाईले कुनै तरिकाले यति लामो बाटो पार गर्न सफल हुनुभयो भने अन्ततः तपाईको गन्तव्य अगाडि अमेरिका हुनेछ। यदि तपाईले हरेक दिन 15 किलोमिटर हिँड्नु भयो भने पनि कम्तीमा 20 वर्ष लाग्नेछ। त्यसोभए मलाई भन्नुहोस्, के तपाई पनि अमेरिका पैदल जान चाहनुहुन्छ? यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्।